दुःख गरेर सहकारीमा रकम जम्मा गरेको लाखौं रुपैयाँ अचानक झिक्न नपाउने भयो। अब त्यो पैसा के हुन्छ? सहकारी बन्द भयो, सञ्चालक फोन उठाउँदैन। के अब पैसा फिर्ता आउने बाटो छैन? सहकारीमा पैसा डुब्यो भनेर निराश हुनुभएको छ। जीवनभरको बचत सहकारीमा राख्नु भएको छ। एक दिन त्यही सहकारीको ढोकामा तालचा भेट्टाउनु भयो भने के गर्नुहुन्छ? तपाईँ पनि हजारौं बचतकर्ता जस्तै आफ्नो पैसा कुरिरहनु भएको छ। यी केही गल्ती नगर्न र कानुनी तरिकाबाट पैसा फिर्ता पाउन भिडियो अन्त्यसम्म हेर्नुहोला। नमस्कार, म अधिवक्ता निम छेत्री। सुरु गरौँ एउटा वास्तविक घटनाबाट। एकजना दाइले राम्रो ब्याजको आशामा आफ्नो जीवनभरको बचत 10औं लाख रुपैयाँ गाउँकै एउटा सहकारीमा राखे। एक दिन केही रकम चाहिने भयो। उनी रकम निकाल्न भनी सहकारीको कार्यालयमा गए, तर ढोकामा तालचा देखे। सञ्चालकलाई फोन गरे, सञ्चालकको फोन बन्द। उनको मुटुको धड्कन बढ्यो। सबैतिर सहकारीमा रकम राख्दा डुबेको समाचार सुनेका उनले पनि सोचे, मेरो पनि पैसा गयो। तर साँच्चै त्यसो हो त? कानुनले के भन्छ? आज विस्तृतमा बुझौँ है। पहिलो कुरा, सहकारी बन्द भयो भन्दैमा स्वत पैसा सकिँदैन। कानुनले बचतकर्तालाई सुरक्षा दिएको छ। सहकारी ऐन 2074 मा बचतकर्ताले आफ्नो बचत फिर्ता माग्न सक्ने कानुनी व्यवस्था छ। यदि तपाईँको सहकारी बचत तथा कर्जा सुरक्षण कोषमा आबद्ध थियो भने निश्चित सीमासम्मको बचत फिर्ता पाउने व्यवस्था छ। यदि सहकारी समस्याग्रस्त घोषित भइसकेको छ भने सरकारले व्यवस्थापन समिति तोकी सम्पत्ति लिलाम तथा व्यवस्थापन गरेर क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अपनाउँदै आएको छ। बचतकर्ताको रकम असुलीका लागि दोषी सञ्चालकको सम्पत्ति जफत, बैंक खाता रोक्का र विदेश भ्रमणमा समेत प्रतिबन्ध लगाउन सकिने कानुनी व्यवस्था छ। अदालतमा बचत फिर्ताको मुद्दा पनि चल्न सक्छ। धेरै केसमा सरकारी वकिल कार्यालयको पहलमा दोषी ऋणीसँग मिलापत्र गराई रकम असुल गरिएको उदाहरण पनि छन्। बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि 2073 बमोजिम अनलाइनबाट आफ्नो बचत दावी गर्न सूचना प्रकाशन गर्ने व्यवस्था छ। सोही अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हाल छुट बचतकर्ताका लागि 3 महिनाको समय दिई सूचना प्रकाशित गरेको छ। तर केही कुराहरूमा बचतकर्ताले पनि ध्यान भने दिनुपर्छ। पहिलो, बचत पासबुक, रसिद र खाता विवरण जस्ता सबै कागजात सुरक्षित राख्नुहोस्। दोस्रो, नजिकको डिभिजन सहकारी कार्यालयमा सहकारी विभागमा लिखित उजुरी दर्ता गर्नुहोस्। तेस्रो, सहकारी समस्याग्रस्त भइसकेको भए तोकिएको व्यवस्थापन समितिको सूचना र प्रक्रिया पछ्याउनुहोस्। चौथो, आवश्यक परे अदालतमा बचत फिर्ता दावी मुद्दा दायर गर्नुहोस्। पाँचौं, सरकारी वकिल कार्यालयको मिलापत्र प्रक्रियामा सक्रिय सहभागी हुनुहोस्। यसले छिटो समाधान दिन सक्छ। तर कसैको कुरा सुनेर वा उक्साहटमा यस्ता गल्तीहरू नगर्नुहोस्। छिटो फिर्ता दिन्छु भन्दै थप पैसा माग्ने कसैलाई विश्वास नगर्नुहोस्। दोस्रो, ठगी हुन सक्छ। पासबुक र रसिद जस्ता कागजात नष्ट हुनबाट बचाउनुहोस् वा हराउन नदिनुहोस्। सहकारीको सम्पत्ति, विश्वसनीयता, कारोबार र दर्ता लाइसेन्स लगायत नजाँची ठूलो रकम एकै सहकारीमा नराख्नुहोस्। यति गर्दा पनि तपाईको रकम फसेको छ भने